2025 सकेर 2026 पनि लाग्न लाग्यो 2-4 दिन बाँकी छ। अनि मैले भिडियो चाहिँ 2025मा नि बनाएको थिएँ युट्युबमा। युट्युब चाहिँ मैले काम छोड्दाखेरि अलिअलि भिडियो बनाएँ, त्यसपछि काम त्यस्तै परिरहेछ। अहिले झन् काम सजिलो ठिकै छ, पहिलाभन्दा सजिलै नै छ। तर म अहिले चाहिँ पहिलाभन्दा व्यस्तता छ। बिहान 5 बजीदेखि छ काम पनि, बेलुका 4-5 बजीसम्म हुन्छ। अनि महिनामा 2टा छुट्टी। आज छुट्टी हो, तर अब सुत्न मन लाग्छ, जान मन लाग्दैन कहीँ पनि। त्यही माथि बाहिर जाडो छ, त्यही भएर कहीँ गएको छैन होइन। धेरै पछि युट्युबमा भिडियो नलाएको लगभग 2-4 महिना नै बेसी भइसक्यो। धेरै नै परिवर्तन, धेरै नै चेन्जेस आइरहेछ। तर पनि अब एउटा तरिकाको भइरहेछ, मन रोज होला जस्तो लागिरहेछ जिन्दगीमा होइन। खायो बस्यो उठ्यो, खाना खायो बस्यो उठ्यो, त्यही छ होइन। जिन्दगी चाहिँ चलिरहेछ, तैपनि ओके गरिरहेछु भन्ने चाहिँ लागिरहेछ। अनि त्यही हो, बिहान उठ्यो, गयो, आयो, खायो, सुत्यो, त्यति नै चलिरहेछ। अनि यसरी नै अब कति वर्ष चल्छ थाहा छैन, किनभने एक गाउँमा छ, त्यही माथि 2टा छुट्टी, अनि त्यही माथि जाडोमा अब टाइमिङ त्यस्तै नै हुन्छ। बिहान उठ्यो 7-8 बजी, 7 बजीसम्म त अँध्यारै हुन्छ। त्यसपछि ट्याक्सीमा चढ्नुपर्छ, साइकलमा गयो पनि साइकल लास्टै चिसो हुन्छ यतिखेर। त्यही भएर चाहिँ म रुममै नै छु। अनि खानासाना बनाएर खाएर अब 2026 लागिसक्यो। लेट्स प्लान 2025को प्लानहरू सबै फेल खायो, 24को नि फेल खायो भन्दा नि हुन्छ। तर अब केही कुराहरू चाहिँ अचिभ भयो, अनि कति कुरा चाहिँ अचिभ नै भएन। 2025 झन् टोटल्ली डिफ्रेन्ट। काम पनि छोड्यो, काम छोड्दाखेरि धेरै पैसा नि सक्यो। लगभग कोरियाको अब 2 वर्ष लाग्नु लागिसक्यो होइन, धेरै छैन, 2 वर्ष लाग्नु लागिसक्यो। एक्सपेक्टेसन जति छ त्यति चाहिँ नहुँदो रहेछ, किनभने काम छोड्यो भने 4-5 लाख नेपाली सक्यो क्या, त्यति सक्यो। त्यो अनुसारले जस्ताको तस्तै भयो, अलिअलि कमाएको थियो जोस्। पहिला ऋण तिरेर अनि यताउता फोन किनेँ, ल्यापटप, यता क्यामेरा किनेर अलिअलि बचाएको थियो, त्यो पनि अब लेबलै भएको छ। अबको एक्सपेक्टेसन खै अब हेरौँ, काम लगातार चलिरह्यो, गरिरह्यो भने एक्सपेक्टेसन पुरा हुन्छ, नत्र चाहिँ अब यो बिस्तारै यस्तै नै फस्दै रहेछ क्या। यो कमाइरहन्छ, काम गरिरहन्छ, अनि इच्छाहरू बढ्दै जान्छ। अनि त्यसरी नै ठिक्क लेभल न यस्तो खतरा धनी हुने नि होइन, ठिक्कको एउटा सानो कुरा केही जोड्छ होला, त्यति हो क्या। अनि फ्रिडम छैन, आफ्नो लाइफ एज सकिँदै जान्छ। मैले खोजेका, तिमीले खोजेका जस्तो कुराहरू, आफूले खोजेका कुराहरू पाउँदैन। त्यो रहरहरू बिस्तारै हट्दै जाँदो रहेछ। तैपनि चलिरहेछ भनौँ न होइन, लाइफ नै यसरी नै हो। त्यही हो, यहाँ बुकहरू किनेको छ मैले, धेरै नै बुकहरू किनेको छ, लट्स अफ बुकहरू। अब हेरौँ के हुन्छ। पढ्नु त जाँगर चलिरहेछ, तर बेलुका आयो होइन, थाके हुन्छ। अहिले जिम स्टार्ट गरेको छु। लगभग म 80 केजी जति पुगेको थिएँ काम छोडेर, अहिले चाहिँ म 70मा झरेको छु। 2 महिना लगभग यहाँ काम गरेँ, 2 महिना भयो। अलिअलि जिम, काम, खाना सबै मिलेर अब चाहिँ 60सम्म ल्याउँछु भन्ने कोसिस हो। 60सम्म हेरौँ, अबको 1 महिना 2 महिना, न्यु इयरमा चाहिँ 60सम्म ल्याउँछु। त्यसपछि नर्मल फिट ज्यान चाहिँ बनाउँछु भन्ने लागिरहेको छु, कोसिस गरिरहेको छु। यहाँ छ 2-4वटा डम्बल सम्बल हान्ने, त्यही भएर त्यही अनुसारले यसो गर्दैछु होइन। अनि रुम चाहिँ लथालिङ्ग छ। यहाँ भुइँमा चाहिँ कपडा किन सुकाएको भन्दाखेरि यहाँ भुइँ तातो हुन्छ, अर्को ठाउँ सुकाउने छैन। यहाँ चाहिँ मान्छे टन्नै छ, हामी यति धेरै छ कि टन्नै क्या, टन्नै। त्यही भएर यहाँ गरेको छैन होइन। त्यसको लागि चाहिँ अब भिडियोहरू बनाउँछु भन्छु, थाके हुन्छ के हुन्छ। भिडियोहरू बनाउनु पनि छोडेँ, नर्मल्ली धेरै कुरा छोडिसकेँ मैले चाहिँ है। अनि बिस्तारै मन नलाग्दैछ क्या, बिस्तारै ठिकै छ भन्ने खालको हुन्छ। पहिला जस्तो जोस छैन, कम्फर्टेबल भयो जस्तो लाग्छ क्या। पहिला केही थिएन, बरु यस्तो जोसतिर हुन्थ्यो भिडियो बनाउनु। यता सामसुङबाट भिडियो बनाउनु त्यति धेरै जाँगर चल्थ्यो, त्यति धेरै मिहिनेत गरेको थियो। अहिले छ, फोन छ, राम्रै छ, जुन कुराले क्यामेरा नि ठिकै छ, र पनि अहिले जोस छैन। एडिटिङ नि राम्रै हुन्छ, ल्यापटप नि किनेको छ, त्योवाला जोस छैन। मेबी पहिलाको जस्तो केही नहुँदाको जस्तो जोस हुँदैन। त्यही हो, 2026 चाहिँ म दामी बनाउने गर्दैछु। मेरो बर्थडे नि आउँदैछ, त्यति बेलासम्म चाहिँ एउटा सरप्राइज गरौँ भन्दैछु। आफूलाई सरप्राइज दिने, दामी गिफ्ट दिने हो भन्दैछु। हेरौँ, लेट्स सी। अनि यसरी नै चलिरहेछ मेरो जिन्दगी। तपाईँहरू कस्तो चलिरहेछ? युट्युबमा कन्टिन्यू दिन नसक्दा चाहिँ मन दुखेछ। बल्ल मोनिटाइज गरेको है,
यस्तो मेहनत मोनेटाइज गरेको तर अब यस्तै भइरहेछ। थ्याङ्क यू फर वाचिङ। बाई बाई।